गुन्डुमा बसेर महेश बस्नेत र केपी ओलीले तपाईलाई गाली गरिराखेका छन्। तपाईको के पनि होइन भनेर चाहिँ उडाइराखेका छन्। हामी यो क्रान्तिलाई क्रान्ति मानिराखेका छौं। यद्यपि हाम्रो यो पार्टी कार्यालय जलेको छ र पनि हामीले यसलाई रेभोल्युसन मानेका छौं। एउटै हो, जुनकिरी र झाउकिरीमा धेरै फरक छ। किरा त किरै हो, झाउकिरी कराउँछ मात्रै, तर जुनकिरीले अन्धकार औँसीको रातमा पनि साना साना आफ्ना शरीरका उज्यालो फैलाएर यो देशलाई एउटा मार्गदर्शन दिन्छ। यसमा 240 वर्षको चाहिँ राजतन्त्र फालेर संसदवादी दलहरूलाई साइजिङ गरेर यो परिवर्तन ल्याउने ती योद्धाहरूलाई अपमान गर्नुभयो भने तपाईको रगतको पनि अपमान हुन्छ। यो देशमा गर्नेवाला छन्, यो कुरा ख्याल गर्नुहोस्। नयाँ पुस्ता भनेको सही र गलत छुट्याउन सक्ने व्यक्ति हो। तपाईको लोकप्रियताको लागि, तपाईलाई मजा आउँछ भनेर, तपाईलाई युट्युबमा भ्युज आउँछ भनेर, तपाईको सोशल मिडियामा धेरै मान्छेले हेर्छन् भनेर तीनवटा पार्टी एउटै हो भन्नु र तपाई कुनै बोट र जरा बिना, कोही वृक्ष र जरा बिना म यसै फूल फुलेको हुँ भनेर उफ्रेर हिँड्नु एउटै कुरा हो। कार्यकारी प्रधानमन्त्री या राष्ट्रपति बनाउने मत थियो, त्यसलाई खेलाउँदै 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 2072 सालमा 2070 को दोस्रो संविधान सभाको चुनाव पछाडि 2072 सालमा ल्याएर प्रत्यक्ष कार्यकाललाई हटाइयो। तपाईहरुलाई त्यसै गरी खेलाउँदै 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 तपाईको मुद्दालाई यही ल्याउनेवाला छन्। तपाई भोलि तपाईको नाम पनि झोलेमा दर्ज हुनेवाला छ। तपाईलाई पनि यो देशको झोले हो भनेर अर्को 5 वर्षपछि स्थापित गर्नेवाला छन्। यो देशमा तपाईहरुले गरेको यो क्रान्ति हामीले मानेका छौं। नेकपा माओवादी केन्द्रले मानेका छन्। तपाईले नयाँ पार्टी खोलेर 2-4 जना जम्मा गरेर 10 सिट ल्याउनु होला, तपाईले यो संविधान के पनि बदल्न सक्नुहुन्न। के पनि हुनेवाला छैन। शुभ